पेस लियो नाइस खोइ त मान्छे मरेर छ फक हो र कन्टेन्टको लागि देखाइदिउँ न मान्छेको मरेको हो रहेछ यार त्यही भएर मात्र साँच्चै हो रहेछ यार शिट ब्रो साँच्चै मरेर रहेछ यार त्यही भएर मात्रै मैले डोरा नत्र हाल्नु साँच्चै पो रहेछ यार लगेको पनि नभन्छ थाहा छ अस्ति फर्स्ट ट्रेल आएको छ मान्छे मरेछ अरे यार हामीले ग्रिप भएको चाहिँ राम्रो पर्ने रहेछ क्या ग्रिप आएर यहीँ छिटो यस्तो हुँदैन लगाएछ म यहाँले हालिदिन्छु ल ठुक्यो नि त यहाँ त आज त यति स्टप गरेँ कि गाइस गरेन आएर गयो पेस लिएर गयो त्यहाँबाट निस्क न त नि अनि पेस लिएर ल चढ यो यस्तो निकाल्ने हो नि त त्यो हेर्ने इजिएस्ट कुन चाहिँ हुन्छ भने आफूले हेर्ने क्या छिराउँदा पनि यहाँ अगाडि उकाल्दा नि यहाँबाट त अब उसले स्लोक त सबै म ल्याइदिन्छु ल निको भएन ट्राई गर्छु मेरो पीडा पूजाले यस्तै भयो गरिएन नि त तर यो अलि भरपर अलिक गाह्रो हुन्छ कि ट्रेलसँग गाह्रो ट्रेल हो अनि एक त डर पनि लाग्छ सुरुमा तर अस्तिको गिलो पनि छैन आज है अस्ति अब धेरै राम्रो थियो ओह्रालो उकालो भएर होला पानी नअड्किकन बग्यो होला एउटा रुखमा एउटा भूमि को चरा हो दाइ बाटो हट्यो ए चरा रहेछ बाटो बिस्तारै हिँड्ने उडेको यार चरा नपर्छ न यार केटा हो यार होइन यताबाट आयो जस्तो लाग्यो क्वाको गर्दै पानीजामा चाहिँ ढालिहालिन्छ नि होइन ऊ भने मैले मान्छे हन होला भने भन त अब तँले बन्दाले खिचाएर चाहिँ कसैले आउँदैन होला
तर हामी राइट ट्रेलमै छ नि त है यो त पहिला हामी ठ्याक्कै यसको यहीँ बस्यो हामीले टाढो गयो भने चाहिँ रङ ट्रेल ल जम ल जाम ल गाइज ल यसको जाम ल आज दामी आउँछ ल भिडियो आज बाबा अस्तिको त लास्टै हावा थियो यार त्यो अस्तिको फेरि मैले स्लो मोसनमा खिचेँ सिनेमेटिकमा खिचेको छु राम धन त्यो नि मैले जे उ गरेर सिकाएर हुँदा चाहिँ दामी हुन्छ त्यो यो चाहिँ मैले बेसिक सिनेमेटोग्राफीमा हालिदिएको छु चेस्टमा राम्रो आउँछ होला है ताकि साइकल पनि त्यसमा अनि गरेको तल मात्रै आउँदो रहेछ यस्तो उल्टो किन यस्तो गर्छु नि त म यसरी हल्का हल्का त अब स्लाइड हुन्छ नि इन्क्लाइन हुन्छ त्यही भएर हल्का तल मात्रै आउँदो रहेछ कि उल्टो होइन उल्टो गरेर अपोजिटमा राख्नुपर्छ कि ए हजुर तिमी फोटो भिडियो खिच्छ ए हो र उल्टो पारेर राख्नु पर्दो रहेछ कि तपाईँले उसको दाइ चाहिँ देख्नु भएको हो उसो दाइ पनि खिच्नुहुन्छ नि एनएसएसमा हकाइमा त दामी खिच्नुहुन्थ्यो जम राति पर्छ ल हेलमेट पसिना आउँदो रहेछ अझै खास हामीले त कुदाएकै छैन नि कुदाउँदै रोक्दै गरेछ नस्ट गर्नुपर्ने अर्को पालि ग्याप गऱ्यो भने चाहिँ सक्छौँ ग्याप नभएर नि अनि यस्तो अब ग्याप भयो कि त यस्तो कि त दुईवटा बाटो आयो भने चाहिँ त्यहाँ रोक्नु पर्यो नत्र कुदाकुदै गर्ने क्या दुईवटा बाटो आयो भने चाहिँ अब कन्फ्युज हुन्छ नि त कहाँ कता गयो भने त्यो बेला चाहिँ रोक्नुपर्छ नत्र त हिँड्ने गरी हुन्छ क्या गयो पुजन गयो ल गाह्रो छ अब पुजनको ठाउँ हल्को साइकल छ यार पुजनको ठाउँ देखिसक्यो अनि वालमार्टको ओजार थाहा छ कत्रो थियो आज त केही थाकेला छैन थकाइला त्यो बानी परेर अस्ति गरियो नि त आज त धेरै कुदाएकै छैन भाइ अनि दुइटै ब्रेक हाल्यो जहिले पनि जहिले दुईवटा ब्रेक हान्ने अनि ब्रेक हान्ने झ्याप्पै ब्रेक हान्ने बिस्तारै ब्रेक हान्ने त्यो उकालोमा ओह्रालोमा बुझिस् नि उकालो ओह्रालोमा जहिले झ्याप्पै ब्रेक हान्ने होइन बिस्तारै ब्रेक हान्ने यसरी ब्रेक हान्नु पऱ्यो कि गाडी के अरे साइकल कुदिनु नि हल्का कुद्नु नि पऱ्यो फेरि झ्याप्पै ब्रेक हान्दा उल्टिहाल्छ नि अनि उकालोमा त ब्रेक समात्नु परेन नि त ओह्रालोमा चाहिँ ब्रेक समात्ने उकालोमा चाहिँ ब्रेक नसमातिकन अनि दम दिने हो क्या ह्यान्डल मात्र पकडेर यो चाहिँ गाह्रो छ हल्का गाह्रो छ ल सकिन्न गाइज गयो बिस्तारै त्यो त अझै हाइट पनि छ सिरियस यस्तै हो हो त्यो बेला चाहिँ ठ्याक्कै गर्नु पऱ्यो क्या त्यो बिचमा राख्ने त्यसलाई पेडल हान्दाखेरि अगाडि लिएर आउने क्या माथि लिएर आउने पेडल हान्ने अनि के त हल्का माथि ल्याउने पेडल हान्ने मरिचा खाएको मरिचा आज त के गरेको चाउचाउ खाएको किरो चाउचाउ खाएको निस्किँदैछ अब हालिदिनु पर्यो दम दिनु पऱ्यो क्या यहाँ त्यसरी दम दिनु पऱ्यो क्या यहाँ मैले दिएँ जस्तो हट हल्का अनि त्यो उकालोमा चाहिँ हल्का साइकललाई हल्का पुस पनि गर्नुपर्छ क्या टेक्निक हो क्या टेक्निक कुन बाटो जाने हाइकिङ
त्यही बाटो हो पखाइ खाइ उसले चाहिँ के कस्तो मर्नु त पेप्सी जस्तो यो साइकलको होला जहाँ पनि यस्तै हुन्छ त मस्ती यतिकै हो नवीन दाइ लेफ्ट गएको लेफ्ट गएको हो क्या हो क्या लेफ्ट गएको मलाई यादै छ अब त केही छैन यति हो मैले लेख्नु पऱ्यो अबदेखि 6 मा लेफ्ट यसमा यो भनेर के एक्स्ट्रा भनेको सहिले हो साउथ लु हजुर साउथ लु यति मात्रै हो ए यसमा भनेको साउथ